यहाँ हेर न भ्यू त सही रोटी खाएर चाहिँ बाटोमा नफालौँ है ब्याग हाम्रो ट्रेकिङ कार्डहरू आइसक्यो अघि हामी सँगसँगै उकालो चढ्यौँ अझ झर्दा फेरि के छ गाइजहरु लङ टाइम नो सी वेलकम ब्याक टु द च्यानल भन्ने अरे के तर आज चाहिँ बिहान बिहान उठेको है हामी बिहान बिहान रमाइलो हुने रहेछ यार अनि चाहिँ मणिग्राम चोकमा हामी घुरिरहेको छौँ यहाँ टक्क लाएर साइलले चाहिँ सामान किन्दैछ अनि हामी चाहिँ दिव्यान सरलाई कुरेको एकछिनमा चाहिँ एकछिनमा चाहिँ निस्किन्छ के छ गाइजहरु अब चाहिँ हामी हिँड्न लाग्यो रेडबुल खाँदै भर्खर चाहिँ हामी वेलकम टु माई वेलकम ब्याक टु माई भ्लग के छ गाइज ओ टोपे दिव्यान्स एन्सी इज हियर नाउ वी आर वाकिङ मणिमुकुन्द पार्क अगाडि गाइज अब हामी सिडी चढ्दैछौँ अनि पछाडि ओमन आउँदैछ यति पनि हिँड्न पाएन फाक भइसक्यौँ हामी अनि यहाँ चाहिँ के हो यो खतरा ठाउँ आउँदैछ पहिरो गह डेटिङ स्पोट एज यु क्यान सी हेलो गाइज दिव्यान चाहिँ फाक भएको अवस्था हामी चाहिँ अब अब हाम्रो कमान्डरहरू फर्किसकेका छन् हामी चाहिँ अब नजाने स्थिति बिचमा आएर ब्रेक लियो हामीले हेलो गाइज कसैले बालाइदिन्न नि मिडल अफ नोवेयर कहाँ आएको थाहा छैन धन्दै फाँक भइएछ औडै बाटो गाइजहरू चाहिँ यहाँ छन् चस्मा लाएर भ्लग अन्त मात्रै चिटिन पछाडि चाहिँ पूजनहरू आउँदैछन् दे आर कमिङ देयर माथि गएर भेट्टा गर्छु ल गाइज दिस इज द 4th टाइम रिटेक गरेको अनि कहाँ यो थाहा पाएन छैन कहाँ यो फाँक भइयो अरू कुरा त्यस्तै हो गाइज माथि गएर भेटौँला अनि अरू त खै चौवन परास खाँदै कता गयो आफू त अब त्यस्तै हो गाइज फाइनली अब 10% मात्र बाँकी छ हामी चाहिँ पुगिसक्यो है अनि दिव्यान सर इज हियर परिजी पूजन से हाई हाई अञ्जली हाई ममता शेष अनि हामी चाहिँ अब पुग्न लाग्यो अब पुगिसक्यो भनौँ न लास्ट स्टेज मात्र बाँकी छ सो ह्याप्पी अब गएर चाहिँ माथि केही खानुपर्छ पानी पिउनु पर्छ टन्न दाई पुगिसक्नु भयो हामी चाहिँ अब ल अब आउन लाग्यो गाइज फाइनल स्टेज मोस्ट डेन्जरस अब्स्ट्याकल यही डेन्जर अब्स्ट्याकल है यही हो गाइज कमन
ओए यहाँ आइजाऊ त यहाँ हेर न भ्यू त सही कम अन गाइस यु क्यान डु इट गाइस भाग भयो फोटोसुट चलिरहेको त्यहाँ दुईजना चाहिँ यहाँ हेलो गाइस व्हाट्स अप सबैजना सब्स्क्राइब गरिदिनु होला अरे यो त भन्नै बिर्सेको यार म त यहाँबाट सिन चाहिँ मिठो देखिने रहेछ यहाँको बाटो चाहिँ अलिकति डेन्जर रहेछ पुरै पसिना भयो गाइज रियो जुसको ब्रेक भर्खर गाइजहरू आएर बाटोमा फ्रुटी खाएर चाहिँ बाटोमा नफालौँ है ब्यागमा राखेर डस्टबिनमा लगाएर फाल्ने यहाँ धेरै फोहोर देखेँ नुहाकोट आउँदा मैले है गाइज स्टे ट्युन्ड गाइज हिस्ट्री क्रिएट भयो आज वी डिड इट खास मैले आज ट्रेकिङ गरेँ म सफल भएँ केटाहरू जसले भ्लग हेरिराखेँ नि अस्ति नै आएको थिएन नि म आज म फाइनली म चढेँ म मेरो गन्तव्यमा सफल भएँ म धेरै खुसी छु यो चाहिँ यहाँबाट देखिने भ्यू हो गाइज मिठो हुँदो रहेछ यार गाइस के हो यो ट्राई दिस कम्पु पान्डा छिटो के भ्याइ मरे म ओ लुजर लुजर विनर पसिना निस्कियो तट भएन यो गाना अलि नजिक राखेर आउनु पर्यो ल गाइजहरू अहिले चाहिँ हामी यहाँ भात खाएर टक्क शीतल खाँदै बसेको बुढलको भ्यू हेर्दै साइल ब्रदर इज विथ मी पछाडि फेरि बाख्राहरू दायाहरू साइडमा छन् दिदीहरू साइडमा छन् अनि बुटलको भ्यू हेर्दै बसेको हामी हेर्नुहोस् यहाँबाट मस्त पुल देखेछ त्यो पुल चाहिँ बुद्धनगरको पुल हो अब कता कताको पुल हो यहाँ क्यामेराले डिफाइन चाहिँ गर्दैन क्या मस्त बसेर चिल पारामा ओके गाइज अब चाहिँ हामी हाम्रो ट्रेकिङ ट्रिप सकियो अब हामी फर्किन लाग्यो सो म्याउ म्याउ एकदम राम्रो भयो यहाँ बबालै भयो क्या बबालै खत्रै भयो वाइल हाम्रो ट्रेकिङ गार्डहरू आइसके अघि हामी सँगसँगै उकालो चढेको अहिले झर्दा फेरि सँगसँगै झर्दैछन् कपल्स गोल ल हिँड साथी हिँड आऊ आऊ बाटो चाहिँ यस्तो ध्वस्त छ मजा आइरहेछ अलराइट गाइस अहिले चाहिँ आधी बाटो झरिसकेको हौँ यहाँ चाहिँ हाम्रो साथी कता गयो ऊ हाम्रो साथी पनि ओमनको साली पनि ओमनको साली पनि यहीँ छन् ओमन चाहिँ हेन्सी यही छौ बे अब यो खै फुटेज पनि केही खिच्नै पाएन रमाइलो मात्र गरियो करेन्ट च्यालेन्ज गरे कोहीले
अरू कोहीले डेयर गरे गमला बोकेर नाचे अरू कोही बौलाए अनि त्यति हो रमाइलो चाहिँ वाइल्ड भयो आज कसैले खुट्टा मड्कायो कसैले खुट्टा मड्काए मेरो चाहिँ थ्याङ्क गड अहिलेसम्म मड्केको छैन उनीहरूको केटा पुगेर मड्किन्छ अनि त्यही हो अब तल गएर त अब के इन्डिङ गर्ने न सिनेमेटिक सर्ट छ हाम्रो भ्लगमा सिधै हा गाइज वाला मात्र हो त्यही भएर अब ल सियु गाइज तल पुगेपछि अब सिधै नो फुटेज अब यो गाइज फाइनली वी डिड इट ओमन वी डिड इट होइन वी डिड इट अब भ्याइयो आजको हाम्रो यात्रा सफल भयो हाम्रो यात्रा सफल भयो हो कि न ओमन अरू ऊ त्यहाँ माका झ्याक्नेहरू यहाँ बसेर वेटिङ जहाँबाट डेस्टिनी सुरु भएको त्यहाँबाट इन्ड भयो जहाँबाट सुरु भयो त्यहीँबाट खतम ल परिजी कस्तो भयो यात्रा स्टार्टिङमा मलाई त्यहाँ त्यस ब्लगमा ल दिस इज द एन्ड बियर खाएको मलाई परोस् ल गाइस दिस इज द एन्ड अफ द ब्लग जहाँबाट सुरु गरेको त्यहीबाट एन्ड सो अर्कोचोटि चाहिँ गोदावरी राइड है बाइ बाइ see you soon so don't forget to hit like subscribe